बाटो Oh my god! चिप्लो बाटो लड्दै पर्दै चिप्लो बाटो जोड्दै पर्दै चिप्लो बाटो काट्नु काट्नु चिप्लो बाटोमा आयो हाम्रो फोन गरेको हाम्रो यस्तो जाम परेको छ न अगाडि जान मिल्छ न हाम्रो पछाडि जान मिल्छ जाम परेको छ राम्रो लागिरहेको छ त्यही पनि हामी एकछिन वेटिङमा छौँ है ल हजुर जाम खुल्ला खुल्ला जस्तो लागेको छ तर चाहिँ फेरि खुलेन ल ल ल ल खुलेको ल खुलेन 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 है फाइनली गाइजहरू हाम्रो जाम ल खुल्ला ल फेरि खुलेन ल खुलेन फेरि सिङ पनि आउँदो रहेछ ल खुल्ला भनेको खुलेन त फेरि अहिले हाफ कलर पनि जान्छ यस्तै गर्ने नि जोराउँदै जाने हुन्छ हाफ कलर जान्छ फाइनली गाई एन्ड गोरुहरू हाम्रो चाहिँ त्यो जाम खुलिसकेको छ चाहिँ जाँदैछौँ है हामी जाँदैछौँ काठमाडौँको बाटो हो यो हाम्रो काठमाडौँ एन्ड बङ्गलाचुली हुन्छ ल हिँड्यो है हाम्रो गन्तव्यतर्फ हिँडे जस्तो बनाएको छु तर अलिकति बसले चाहिँ डिस्टर्ब गरेको छ है हाम्रो यो बसले चाहिँ डिस्टर्ब गरेको छ नम्बर प्लेट याद गर्नुलाई तपाईँहरूले ठाउँै छैन हेर्नुहोस् ठाउँ छैन कतै पनि ठाउँ छैन यस्तो छ गाह्रो समस्या छ तपाईँहरूले हेर्न सक्नुहुन्छ यस्तो समस्या यस्तो छ हाम्रो यता पछाडिपट्टि हेर्नु सक्नुहुन्छ कतिजना हाम्रो सबै हेर्नु सक्नुहुन्छ जानु जबरजस्ती नगरौँ हामी बसले चाहिँ डिस्टर्ब गरेको छ हामी यतापट्टि एउटा जाने कोसिस गरेको हामी तर जान सकिँदैन ल बस चाहिँ हिँडेछ है ल हामी पनि हिँडेछौँ सुस्त बाटो खतरा छ अहिले डेन्जर छ बस ब्याक हुन पनि सक्छ यहाँनिर है यार वो बाइक यस्तै ल्याउँदै हुनुहुन्छ उहाँहरूले यस्तो डेन्जर चाहिँ बाटो ल हेर्नु सक्नुहुन्छ तपाईँहरूले बाटो एकदम डेन्जर छ हामी प्रत्यक्ष प्रसारणमा छौँ हामी
खुल्यो बाटो खुल्यो बाटो खुल्यो पछाडि पनि देखौँ न पछाडि यही बसले गर्दा रहेछ है बन्द गर्नु ओके धन्यवाद